नमस्ते सबैलाई शुभ बिहानीको शुभ नमस्कार। तपाईहरुको बीचमा आज पनि म फेसबुकमा आएको छु र यो जीवनको भोगाई र जीवनको सङ्घर्ष सबै कुरा एकनासले नहुँदो रहेछ। त्यसैले जीवनलाई जिउनको लागि सङ्घर्ष नै हो, तर जिउने तरिका मान्छेमा फरक हुन्छ। कसैले एउटा संसारलाई सही मार्ग निर्देश गरेर संसारलाई चेन्ज गर्दै एउटा जस्तोसुकै अभावलाई पनि झेलेर समाजलाई परिवर्तन र समाजकै नेतृत्व गरेर अगाडि बढेको हुन्छन्। तर हाम्रो समाजमा सबभन्दा ठुलो कुरा चाहिँ धन सम्पत्ति, ऐसा आराम, सुख सुविधा र एकदम नै त्यो कुरालाई बढी प्राथमिकता दिएको पाउँदो रहेछ र समाजलाई एउटा अग्रभागमा बसेर नेतृत्व गर्दा त्यो सामाजिक व्यक्तिले उसको व्यक्तिगत इच्छा चाहनालाई चाहिँ उसले पछाडि नै राखेर ऊ अगाडि बढेको हुन्छन्। तर जीवन भोगाइमा यस्तो खालको दिन आउँदो रहेछ जुन दिनलाई म तपाईहरुको बीचमा यो जीवन र समयको विषयमा एउटा सानो कविताद्वारा मेरो अनुभव र मेरो भोगाई तपाईहरुको बीचमा म शेयर गर्न चाहन्छु। समय र भोगाई। एउटा समय थियो सबै मेरै थिए, एउटा समय थियो सबै मेरै थिए, आज पनि त्यही मान्छेहरू छन्, त्यही समय छन्, तर सम्बन्ध पहिलो जस्तो छैन। आज पनि त्यही मान्छेहरू, त्यही समय, त्यही दिन र त्यही गतिमा मेरो सम्बन्ध पहिले जस्तै छन्। तर हिजोको सम्बन्ध र आजको सम्बन्धमा अलि फेरबदल भएको छ। पहिले सानो सानो खुसीमा पनि सबै आफन्तहरू वराबर बसेर हाँस्थे, खुसी हुन्थे। तर पहिला सानो सानो खुसीमा पनि सबै वरापर बस्थे, हाँस्थे, खुसी हुन्थे। तर अहिले ठुलो दुःखमा पनि सबै चुपचाप छन्। ठुलो दुःखमा पनि सबै चुपचाप छन् र आफन्तहरू गरिब र अभावको भूत देखेर उनीहरू टाढैबाट भाग्ने गर्छन्। र समय उही हो, मेरो भोगाई उही हो, म उही हो। तर समय चेन्ज भयो भन्छ, शताब्दी 22औं शताब्दीमा प्रवेश गर्यो भन्छ, तर मेरो भोगाई उही छ। फरक यति हो, मसँग धन सम्पत्ति ऐसा आराम भएको बेलामा जति मेरो वरापर मेरो आफन्तहरू झुम्ने गर्थ्यो, तर आज मलाई ठुलो दुःख पर्दा पनि सबैजना चुपचाप छ। समय उही हो, म उही हो, मेरो भोगाई उही हो। सबै चुपचाप छन्। समयले मान्छेको अनुहार मात्र होइन, व्यवहार पनि बतालिदिन्छ। त्यसैले अब म कसैलाई रोक्दिन। जसलाई जे मन लाग्छ गर्न दिने, जसलाई जे मन लाग्छ खान दिने, जसलाई जे मन लाग्छ हिँड्न दिने। म कसैलाई रोक्दिन। म अब कसैलाई रोक्दिन। जसले जान मन छ जाऊ, जसलाई खानु मन लाग्छ खा, जो हिँड्नु मन लाग्छ हिँड। तर समाजको परिवर्तनको लागि अगाडि बढ भनेर म कहिल्यै भन्दिनँ। समाज परिवर्तनको लागि अगाडि बढ भनेर म कहिल्यै भन्दिनँ।
कुलो कुलासो र गोरेटो बाटोलाई फाटेर राम्रो बाटो बनाउनु पर्छ भनेर पनि म कहिल्यै भन्दिनँ। तिमीहरू जे मन लाग्छ गर, जे खान मन लाग्छ खा, जहाँ हिँड्न मन लाग्छ हिँड। समय 22औं शताब्दीको युग भनेको यही युग होला। गाउँटोल, छरछिमेकी, आफन्त इष्टमित्र सबै आफ्ना आफ्नै धुनमा छ, आफ्ना आफ्नै पारामा छ। यो आधुनिकता समयलाई कसैले चिन्ने कोसिस गर्न सकेनौँ, कसैले हिँड्ने कोसिस गर्न सकेनौँ। किनभने यो समाज परिवर्तन भनेको धेरै गाह्रो विषय रहेछ र त्योभित्र मिठो खानेकुरो नि खानु पाउँदैनन्, रमाइलो कुरो पनि पाउँदैनौँ। किनभने त्यहाँ कालो धन र कालो सम्पत्ति हुँदैनन्। जोसँग कालो सम्पत्ति कालो धन हुँदैनन् उसको वरिपरि कोही मान्छे हुँदैनन्। यो मेरो भोकाइ हो, यो मेरो अनुभव हो। किनकि जबरजस्ती साथ त पाइन्छ तर आफन्तपन कहिल्यै पाइँदैन। जीवनले सिकाएको सबैभन्दा ठुलो समय यी हो। यी समयसँगै धेरै कुराहरू, धेरै अनुभवहरू मैले सिक्ने र भोग्ने मौका पाएँ। समय उही हो, म उही हो, समाज उही हो, आफन्त उही हो। तर मैले भोकाइ र मेरो अनुभवहरू धेरै धेरै परिवर्तन भएकाहरू पाएँ। तर समाज परिवर्तन कहिले हुन सकेनौँ। बदलिन्छ तर सम्झनाहरू कहिल्यै पुरानो हुँदैनौँ। र म उही हो, मेरो समाज उही हो। धन्यवाद।